र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा छिनमै गरेको कुरा बिर्सिने समस्या ब्रेन फग के हो यससँग सम्बन्धित रहेर चर्चा गर्छौं। भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस्या हुन्छ। यस्तो लक्षणलाई अहिले विज्ञानले नयाँ नाम दिएको छ ब्रेन फग। त्यसो त ब्रेन फग के हो त? यो कुनै रोग होइन, यो एक मानसिक अवस्था हो। यसमा व्यक्तिलाई ध्यान केन्द्रित गर्ने, कुराहरू छिटो बिर्सिने, निर्णय लिन छिटो नसक्ने समस्याहरू हुन सक्छ, किनकि यो समस्याले सोच्ने क्षमतामा ह्रास आउँछ। यो समस्यालाई दिमागी थकान पनि भन्ने गरिन्छ। यो समस्या अस्थायी हुन्छ, तर त्यो समयमा बढ्दै गयो भने दिनचर्या बिग्रिने, पढाइमा मन नजाने, कार्यस्थलमा काम गर्न नसक्ने र बेसुरको हुने बानी हुन सक्छ। यस्तो समस्याको मुख्य कारण के हो त? यो समस्या हुने कारण हो दीर्घकालीन तनाव। दीर्घकालीन तनाव वा चिन्ताले दिमागको कार्यक्षमतालाई असर गर्छ। निन्द्राको कमीले पनि यो समस्या हुन सक्छ। जो अबेर सुत्ने वा रातभर नै जस्तो जागराम बस्नेमा यो समस्या धेरै हुन्छ। भिटामिन 12, भिटामिन डी वा अन्य पोषक तत्वको कमी, हार्मोनल परिवर्तनले गर्भावस्था, रजोवृद्धि वा थाइराइड समस्याले मस्तिष्कमा प्रभाव पारी यो समस्या गराउन सक्छ। केही औषधि डिप्रेसन, माइग्रेन